नेपाललाई हिन्दू राष्ट्र घोषणा गर भनेर भन्नेहरूले यो भिडियो पुरा सुन्नुहोस् त साथीहरू। यो मान्छेले के भनिरहनु भएको छ भन्दाखेरि यो हिन्दू भनेको नेपालको होइन भनेर भनिरहनु भएको छ। अनि नेपालको नभइसकेपछि नेपालमा हिन्दू राष्ट्र खोजेर पाइन्छ त साथीहरू? यो मान्छेको भनेप्रति तपाईँहरूको प्रतिक्रिया के रहन्छ राख्नु होला है साथीहरू। हस् त, धन्यवाद। सबैजनाको जय होस्, जय मङ्गोल, जय मूलवासी। हिन्दू धर्म भनेको एउटा चाहिँ राजनीति गर्ने एउटा अखडा हो। भारतले चाहिँ एउटा चाहिँ राजनीति गर्नको लागि सजिलो। तर नेपालमा 80% हिन्दू छन् भनिन्छ नि त। हिन्दू छन् भन्ने कुरा हो। हिन्दू छन् भनेर कहाँ खोज्नुहुन्छ त? छन् हिन्दू नेपालमा। हिन्दू देख्नुभयो? तपाईँ हिन्दू हो कि नै? हामी हिन्दू होइन। 80% हिन्दूमा तपाईँ पर्दैन? पर्दिन। म 80% हिन्दूमा पर्दिन पनि। 80% नेपाली हिन्दू हाम्रो त छन् सनातन देव धर्म, देव पद्धति र देवराज्य, देवज्ञान भएको ठाउँ। यसलाई मास्नको लागि भारतले चाहिँ हिन्दू धर्मको एउटा त्याग झुन्याइदिएको नेपालीहरूलाई। हिन्दू धर्म नेपालको होइन भन्ने